मात्र 4वटा कुरालाई याद गर्न सक्यो भने चाहिँ रेगो र उरेगोको बारेमा चाहिँ इक्जाममा जस्तोसुकै क्वेसन आए पनि मिलाउन सकिन्छ है। तपाईँहरूले यो 4वटा कुराहरूलाई चाहिँ याद गर्नुभयो अथवा ध्यान दिन सक्नुभयो भने जस्तो पनि क्वेसन मिलाउन सक्नुहुन्छ। अब के रहेछ बुझौँ है त। अब पहिलो नम्बरमा रहेको छ यो चाहिँ भविष्यकाल जनाउने वाक्यहरूमा लगाउन पाइँदैन। पछाडि भविष्यकाल जनाउने वाक्यहरू जस्तै लकियो, उल्कियो, उल्कमिदा जस्ता कुराहरू आउँछ, भविष्यकाल जनाउने कुराहरू आउँछ भने त्यस्तो वाक्यको अगाडि चाहिँ रेगो र उरेगो लगाउन पाइँदैन, एउटा नियम। त्यस्तै दोस्रो नियम रहेको छ आदेश अथवा अनुरोधको वाक्यहरू अथवा तपाईँको सल्लाह अथवा सुझावका वाक्यहरू आउँछ भने त्यस्तो वाक्यमा पनि रेगो र उरेगो लगाउन पाइँदैन। पछाडि सल्लाह सुझाव आउँछ अथवा आदेश अथवा अनुरोधका वाक्यहरू आउँछ भने त्यस्तो वाक्यमा कहिले पनि रेगो र उरेगो लगाउन पाइँदैन। दोस्रो नियम भयो। तेस्रो नियम रहेको छ आफ्नो कारण नभई अरूको कारणबाट कुनै पनि दुर्घटना हुन्छ अथवा कुनै पनि घटनाहरू घट्छ भने त्यस्तो अवस्थामा पनि हामीले कहिले पनि रेगो र उरेगो लगाउन पाइँदैन। बाह्य कारणहरूबाट हुने कुराहरूमा पनि रेगो र उरेगो लगाउन पाइँदैन। यो भयो तेस्रो नियम। त्यस्तै अर्को चौथो नियम चाहिँ के रहेको छ भन्दाखेरि यो चाहिँ पास्टसँग जोडेर लगाउन पाइँदैन। तपाईँको पास्ट जनाउने वाक्यहरूमा अथवा शब्दहरूको पछाडि चाहिँ रेगो र उरेगो जोड्न पाइँदैन। तर रेगो र उरेगोको पछाडि पास्ट हुँदाखेरि फरक पार्दैन, त्यो कुरा याद गर्नु है। रेगो र उरेगो पछाडि पास्टले फरक पार्दैन, तर पास्टसँग चाहिँ पास्ट जनाउने वाक्यसँग रेगो र उरेगो जोडिँदैन। यहाँ नोटमा पनि राखिदिन्छु, त्यो पनि हेर्नु होला। अब यी 4वटा कुराहरू बाहेक अरू कुराहरूमा चाहिँ हामीले रेगो र उरेगो लगाउन सकिन्छ है। प्राय यी 4 कुराहरूमा चाहिँ रेगो र उरेगो लाग्दैन र यी बाहेक अन्य कुराहरूमा चाहिँ हामीले रेगो उरेगो लगाउन सकिन्छ। प्लस अर्को थप भनेको चाहिँ प्राय क्वालिटी भर्बहरूमा पनि रेगो र उरेगो चाहिँ कमै मात्रामा लगाएको पाइन्छ, त्यस्तो धेरै लगाएको पाइँदैन है। त्यो कुरा पनि याद गर्नु होला।